हेलो एन्ड वाट्स अवर युट्युब फ्यामिली होइन आज हामी दुबई घुम्दैछौँ बाहिर निस्केछौँ आज चाहिँ यो उयोहरू सबै मार्केटहरू दुबईमा फेरि गाडीकोहरू मान्छेहरू रुल्स बाई रुल्स हिँड्छ नेपालमा फेरि केही छैन क्या जहाँ मन लाग्यो त्यही हिँड्यो जहाँ थुक्नु मन लाग्यो त्यही थुक्यो होइन यहाँ चाहिँ फेरि हुँदैन यहाँ चाहिँ टक्कसँगले रेसिङ कुर्नै पर्छ गाडीहरू रोकिएपछि अनि मात्रै यसरी रोकिन्छ गाडीहरू अनि हिँड्नुपर्छ अनि यहाँ चाहिँ फेरि यति गर्मी छ कि यति गर्मी छ अब नेपालको चाहिँ 2-3वटा घाम लाग्छ क्या दुबई आउनुभएकोहरूलाई त थाहै होला कस्तो हुन्छ भनेर अनि तपाईँहरूमा अब या यो यस्तो अब यो मात्रै देखाउँदा त बोरिङ लाग्छ होला म तपाईँहरूलाई अर्को अलिक राम्रो ठाउँहरू देखाउँछु सर्टमा काट्दै अब यहाँदेखि उता चाहिँ सबै काट्दै देखाउँछु अनि यो चाहिँ दुबईतिर मैले सुनेको थिएँ यतातिर हरियाली हुँदैन घाँसफुस केही हुँदैन भन्थ्यो नि यो चाहिँ फेरि रियलकै हो फेरि घाँसफुसहरू छ यता परतिर यहाँ हो सफ हुँदो पैसै त हो घर बिल्डिङहरू देख्नु सक्नुहुन्छ है यहाँ यता अनि ऊ पर चाहिँ बुर्ज खलिफा छ क्या आइफोन भएको भए त फेरि देखाइदिन्थेँ जुम गरेर आइफोन छैन र अलिक मजाले देखिँदैन यहाँबाट आँखाले चाहिँ देखिरहेको छु अनि अहिले चाहिँ देखेको छैन यो चाहिँ सबै जाडोहरू हो यही रेड कलर के फुलहरू रुखहरू देख्दै हुन्छ त्यो चाहिँ साह्रै राम्रो मसहुर छ क्या यताको यो चाहिँ के नरिवल जस्तो छ हो के हो चाहिँ थाहा भएन यो चाहिँ यिनीहरू सबै मार्केटहरू यो के भयो भन्छ नि यहाँ चाहिँ सबै जङ्गल नेपाल जस्तै छ क्या यहाँ दुबईमा चाहिँ फेरि यहाँ यति चाहिँ टक्कै रोड भयो होइन के अरे यो यिनीहरू सबै नेपाल जस्तै आएको सेम टु सेम यो भित्ताको योहरू चाहिँ लहराहरू हो क्या यो लहराहरू सबै कुन चाहिँ देशबाट किनेर ल्याएकोहरू अनि यो फुल चाहिँ फेरि मसहुर छ क्या यतातिर दामी हुन्छ यो यिनीहरू चाहिँ त्यो बगरमा हुन्छ नि हाम्रो नेपालमा खोलातिर हो तिर काँस भन्छ नि हो त्यही हो क्या यो काँसहरू यो चाहिँ के को बोर्ड हो क्या यो चाहिँ खजुरको जस्तो पनि छ खजुरकै समथिङ खजुरकै होला यहाँ त्यस्तो छ अनि आजको हाम्रो गाइड हाम्रो यहाँ अङ्कल अनि यो खोइ के फुल भन्छ नि नेपालमा धेरै रोप्छ नि यस्तोहरू पनि के फुल हो फाइनली हामी चाहिँ अब समुद्रको छेउ आइपुग्यौँ तर फेरि समुद्र ठुलो खालको यहाँ सानो खालको त्यो यहाँ पर चाहिँ
यो देख्दै गर्नुभएको यो साइडको जाँचहरू हो पुरै सबै पौडी खेल्ने हो होला नि अनि यो समुद्रमा यति नुनिलो पानी हुन्छ कि यति नुनिलो पानी हुन्छ कसम से मैं बन जाऊँ न क्या बोलूँ त बोलूँ यो सफा पानी भयो भने नुनको लागि चाहिँ फेरि केही पर्दैन कि नुनै किन्नु पर्दैन त्यस्तो नुनिलो छ पानी अहिले गहिरो भन्नुहुन्छ भने कति गहिरो छ यो चाहिँ बोट छ रहेछ यहाँ चाहिँ मुनि चाहिँ माछाहरू रहेछ सानसानो माछाहरू यो चाहिँ फेरि कहिले कहिले नचढाएको रहेछ है मुनि सबै ढुडी पलाएर अनि यहाँ चाहिँ यस्तो छ है टक्कै यहाँ चाहिँ अहिले